यहाँहरु सबैलाई नमस्कार छ। अहिले म अपी हिमाल गाउँपालिका दार्चुलाको वडा नम्बर 1 स्थित अपी हिमालको क्षेत्रमा छु। यहाँ चट्टान जुन देखिरहनु भएको छ, यो चट्टानभन्दा माथि पनि हिमाल नै छ। त्यो हिमालको फेदमा यहाँ चौलानी नदीको उद्गम स्थल छ। चौलानी नदी दार्चुला हुँदै महाकाली नदीमा मिसिन्छ। सबैभन्दा तल गोकुलेश्वरभन्दा अलि माथिपट्टि बलाचामा चाहिँ चमेलिया जलविद्युत आयोजना सञ्चालन भइरहेको छ। त्योभन्दा माथि चाहिँ अपी हाइड्रो पावर सञ्चालनमा छ। त्योभन्दा माथि मकरीगाड हाइड्रो पावर सञ्चालनमा छ। त्योभन्दा माथि चाहिँ लोकल हाइड्रो पावर छ। यसरी चमेलिया नदीले अर्थात् चौलानी नदी, यहाँ विभिन्न नामले भनिँदो रहेछ, कोही चमेलिया भन्नुहुँदो रहेछ, कोही चौलानी भन्नुहुँदो रहेछ। यो उद्गम स्थल मुहान, यो चौलानीको मुहान भनेर भनिँदो रहेछ। यो चौलानीको मुहानबाट बग्ने पानीबाट थुप्रो विद्युत उत्पादन भइरहेको छ। यद्यपि यहाँबाट अपी हिमालको जुन हिउँ छ, त्यो हिउँ बग्लेर बिचबिचमा तलपट्टि साना ठुला मुहानहरूबाट पनि पानीहरू मिसिँदै तल गएर ठुलो चमेलिया नदी अथवा ठुलो चौलानी नदी बन्छ। यो चमेलिया नदी भन्नुहोस् अथवा चौलानी नदी भन्नुहोस्, त्यसको मुहान चाहिँ यो हो। म यहाँ एकचोटि जल स्पर्श गर्छु। यसलाई जल स्पर्श गरेँ। यो जल स्पर्श गर्न पाउँदा मैले आफैलाई भाग्यमानी ठानेको छु। म चाहिँ हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ भन्ने जुन धनगढी उपमहानगरपालिकाको अभियान छ, त्यो अभियान अन्तर्गत वैशाख 14 गते 2083 सालको वैशाख 14 गते यतातिर आएको थिएँ। आज 5औं दिन बिहान बेस क्याम्पमा पुगिसकेपछि बेस क्याम्पबाट करिब 1.5 घन्टाको हिँडाइले यहाँ पुगेको छु। बेस क्याम्पबाट यहाँ आउनलाई कुनै पनि उकालो ओह्रालो छैन, एकदमै सम्म फाँट छ। त्यो फाँटै फाँट हिँडेर यहाँ आउन मिल्छ। यहाँ आएर मैले चौलानी नदीको मुहानलाई स्पर्श गर्न पाएँ। मलाई एकदमै खुसी लागेको छ, एकदमै गर्व लागिरहेको छ, एकदम हर्ष लागिरहेको छ। यो ढुङ्गालाई पनि म छुन्छु। यो ढुङ्गालाई छुँदाखेरि मलाई एकदमै आत्मा गौरव फिल भइरहेको छ। एउटा सच्चा नेपाली हुनमा मैले यो नेपालप्रतिको माया दर्शाउन पाउँदाखेरि पनि मलाई एकदमै हर्ष विभोर भइरहेको छ। यहाँभन्दा माथि हिमाल छ, त्यो पनि अपी हिमालकै क्षेत्र हो। उतापट्टिको त्यो पनि अपी हिमालकै क्षेत्र हो। त्यहाँ चाहिँ म अघि भर्खर हिउँ खेलेर आएको थिएँ। यो मुहानमा थुप्रो देवालयहरू बनाएको छ। रहस्यमय कुरा त के छ भने यहाँभन्दा माथि लगभग 100 मिटरको हाइटमा होला, त्यहाँ जान सकिने कुनै सम्भावना देखिँदैन। त्यहाँ पनि गएर हाम्रो व्यक्तिहरूले यस्तो किसिमको झन्डा लगाइदिनु भएको छ। एकदमै सुन्दर छ, एकदमै मनोरम छ। यहाँ भक्तजनहरूले घन्टा पनि चढाउनु भएको छ। यसरी पतङ्गहरू पनि चढाउनु भएको छ। तपाईँले देख्नु भएको होला यो भिडियोमा, अहिले देखिरहनु भएको होला। यहाँ धारा पनि बनाएको रहेछ। यद्यपि पानी तलबाट छिरेर जाँदाखेरि पानी धाराबाट त बगेको छैन, ढुङ्गाको एकदमै धारा बनाएको छ, कटिङ धारा गरेर ल्याएको जस्तो देखिन्छ। यहाँबाट पानी चाहिँ बगेको छैन। वरिपरि यसरी पर्खाल लगाइएको छ। वरिपरि पर्खाल लगाएर चौलानी नदीको मुहानलाई चिनाउने प्रयास गरिएको छ। अपी हिमाल गाउँपालिका अनि नेपाल पर्यटन बोर्डले यसमा सहकार्य गरिरहेको रहेछ। अनि यहाँ पछाडिपट्टि यो वालको तलपट्टि पनि यहाँ धाराहरू बनाएको रहेछ। मुहानमा पानी थोरै भएको कारणले यो धाराहरूबाट पानी त बगिरहेको छैन। यो नदी जुन चमेलिया नदी भन्नुहोस् अथवा चौलानी नदी भन्नुहोस्, त्यो नदीको मुहानसम्मै आउन सक्दाखेरि मलाई एकदमै खुसी लागिरहेको छ। मुहानको पानी यो किसिमले आफ्नै तालले बगेर तलपट्टि चमेलियालाई ऊर्जा दिनका लागि, चमेलियालाई एउटा ठुलो बनाउनका लागि गोष्ठीमा हैसे गर्दै निरन्तर बगिरहेको छ। सदियौँदेखि बगिरहेको छ। यहाँको सभ्यतालाई आत्मसात गर्दै, यहाँको संस्कृतिलाई आत्मसात गर्दै, यहाँका चराचर जीव जन्तुहरूलाई हुर्काउँदै बढाउँदै उनीहरूका लागि एउटा शुद्ध पेय जलको रूपमा प्राप्त हुँदै यो चौलानी नदी निरन्तर रूपमा अगाडि बढिरहेको छ। तल गएर यो महाकाली नदीमा मिसिन्छ। महाकाली नदीबाट इन्डियातिर गइसकेपछि यो घागरा हुँदै गङ्गा सागर हुँदै बङ्गालको खाडीसम्म यो अपी हिमालको निश्चल पानी, अपी हिमालको कञ्चन पानी, अपी हिमालको शुद्ध जल भनौँ, अझ शुद्ध जल त्यहाँसम्म पुग्छ। त्यसैमा
हामीलाई गर्व लागिरहेको छ। यो अपी बेस क्याम्पसम्मको ट्रेक एकदमै सजिलो ट्रेकका रूपमा लिन सकिन्छ। हामी एकदमै सजिलो गरी यो ट्रेकमा आएका थियौँ। झन्डै धनगढीबाट झन्डै 5 दिनको सजिलो ट्रेकबाट हामी यहाँ आइपुगेका छौँ। यस्तो विशाल फाँटहरू हेर्न पाइन्छ, नजिकै हिमाल हेर्न पाइन्छ तपाईँहरूलाई। अहिले चौलानी नदी अर्थात् चमेलिया नदीको उद्गम स्थल पनि मैले देखाएँ। यो भिडियो तपाईँहरूलाई कस्तो लाग्यो, कहाँबाट हेर्दै हुनुहुन्छ, कृपया मलाई फलो गर्नुभएको छैन भने फलो गर्न पनि नबिर्सिनु होला। भिडियोलाई लाइक गरिदिनु होला अनि तपाईँका सुन्दर कमेन्टहरू जुन तपाईँको एकदम स्वच्छ दिमागबाट निस्किन्छ त्यसलाई कमेन्टमा पनि लेखिदिनु होला। पनि अहिलेलाई बिदा चाहन्छु। नमस्कार।